हट न्यूज एक्सप्रेस। जेठ 14 नजिकै गर्दा संविधान जारी नहोला कि भन्ने आशंका पनि बढ्दै गएको छ। त्यसैले यति बेला नयाँ संविधान र जेठ 14 ले सडकदेखि सदनसम्मै चर्चा तथा स्थान पाइरहेको छ। दलहरू जेठ 14 भित्रै नयाँ संविधान जारी गर्न आन्तरिक तथा बहुपक्षीय वार्ता, बहस र दौडधुपमा व्यस्त छन्। यही बीचमा जेठ 14 भित्रै नयाँ संविधान जारी गर्न दबाव दिने उद्देश्यले जनदबाव अभियान सुरु भएको छ। अभियान अन्तर्गत शान्तिका लागि साझा अभियानले शुक्रबार नयाँ बानेश्वर स्थित संविधान सभा भवन अगाडि सडक अन्तर्क्रिया सम्पन्न गर्यो। हट न्यूज एक्सप्रेस। नयाँ बानेश्वर स्थित संविधान सभा भवन अगाडिको यो भीड़ आगामी जेठ 14 भित्रै नयाँ संविधान जारी गर्न दबाव दिनेहरूको हो। जेठ 14 नजिकै गर्दा शान्तिका लागि साझा अभियानले शुक्रबार नयाँ बानेश्वर स्थित संविधान सभा भवन अगाडि सड़क अन्तर्क्रिया कार्यक्रम गर्यो। अभियानमा आबद्धहरूले जेठ 14 भित्रै संविधान जारी गर्न माग गर्दै सड़कमै 2 घण्टासम्म कार्यक्रम गर्यो। अन्तर्क्रियामा सेना समायोजन, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनले पनि प्रमुखता पाएको थियो। अभियानका अध्यक्ष वासुदेव ढकालले नयाँ संविधान निर्माणमा आशंका बढेकोले कार्यक्रम गरिएको बताए। चैत्र 24 गते जुन एउटा ऐतिहासिक जनआन्दोलनको दिन पनि हामीले अवसर पारेर यो कार्यक्रम गर्दै आएका छौं र यो सँगसँगै हामी भोलिका दिनमा पनि दबावमूलक कार्यक्रमहरू गर्नेछौं र हिजोको दिनमा पनि गर्यौं र पक्कै पनि जनताहरू भनेका दलहरूकै राजनीतिक दलहरूको एउटा धरातल हो, आधार हो र जनताले भनेका कुराहरू उहाँहरूले सुन्नुपर्छ र जनताले भनेका कुराहरू उहाँले सुनेर नै जेठ 14 भित्र कुनै पनि हालतमा नयाँ संविधान जारी गर्नुपर्छ र शान्ति प्रक्रियामा बाँकी रहेका कामहरू अविलम्ब टुङ्गामा पुर्याउनुपर्छ र संविधान सभाभित्र भएका विवादित विषयहरूमा पनि अविलम्ब उहाँहरूले अधिकतम लचकता अपनाई आफ्नो दलभन्दा चाहिँ राष्ट्र र जनता माथि हो भन्ने भावनाले अगाडि बढ्नुपर्छ र अविलम्ब ती विवादहरूलाई मिलाएर जेठ 14 भित्र नयाँ संविधान जारी गर्नुपर्छ भन्ने उद्देश्यले दबाव कार्यक्रम आयोजना गरिएको। देश र जनता दलभन्दा माथि नहुने भन्दै कार्यक्रममा सहभागीहरूले सबै दलको सहमतिमा जेठ 14 भित्रै नयाँ संविधान जारी गरिनुपर्ने बताए। संविधान चाहिँ अब 4 वर्ष भइसक्यो, म्याद थप्दा अब चाहिँ बन्नै पर्छ भन्ने हिसाबमा चाहिँ हामी नागरिक समाजबाट एउटा नागरिक चौतारी भएर अभियान सुरु गरिरहेछौँ। यो दबाव क्रिएट गरिएको नन भाइलेन्स होइन। राजनीतिक दलहरूले जब संविधान सभाको टाइम थपिएर अन्तिम पटक 6 महिनाको टाइम जो सर्वोच्च अदालतले दिएको थियो त्यो टाइमभित्र पनि संविधान जारी नगर्ने स्थिति देखा परिसकेपछि नागरिक स्तरमा अब दबाव दिनुपर्छ। अब संविधान जारी भएन भने देश चाहिँ सङ्कटमा पर्न सक्छ भन्ने युवा जगतको भनाइलाई नै हामीले चाहिँ अब सबै युवाहरूलाई आह्वान गरेर यो दबाव अभियान सुरु गरेका हौं। पछिल्ला दिनमा दलहरू शान्ति प्रक्रिया र संविधान निर्माणमा केही सक्रिय भएका छन्, तर सत्ताले पनि उत्तिकै आकर्षित गरिरहेको छ दलहरूलाई। त्यसैले संविधान नबन्ने हो कि भन्ने आशंका बढेकोले दबाव कार्यक्रम गर्नु परेको बताउँछन् सहभागीहरू। अब संविधान सभाको म्याद 2 वर्ष हुन्छ भनेर सुनिएको थियो। अब यो 4 वर्ष लम्बिँदाखेरि पनि जनता मारमा परेर अहिलेसम्म अब मौगीले त्यस्तै आकाश छोएको छ। गरिब जनताले खान पाएको छैनन्, लाउन पाएका छैनन्, बस्ने व्यवस्था केही छैन। अब यस्तो अवस्थामा पनि राजनीतिक दलहरू चाहिँ आफ्नो खिचातानी गरेर अब तछाड मछाड गरेर कुर्सीको मात्रै काम हेरेर अनि विलम्ब गरे हुनाले यो दबाब दिन लागेको। अहिलेसम्म पटक पटक गरी 4 पटक संविधान सभाको म्याद थपिसकेको छ, तर संविधान सभा आफ्नो मुख्य जिम्मेवारीमा असफल हुने हो कि भन्ने आशंका अहिले पनि उस्तै छ। खास गरी दलहरू बीच देखिएको सत्ताको खेल र बढ्दो असहमतिले यो आशंकालाई अझ बलियो बनाएको छ। यद्यपि सर्वोच्च अदालतले संविधान सभाको म्याद पुनः थप्न नमिल्ने फैसला गरिसकेको अवस्था पनि अर्कोतिर छ। त्यसैले दलहरू अहिले शान्ति प्रक्रिया पूरा गरी संविधान निर्माणमा जोडतोडले लागेका छन्। दलहरूको यो सक्रियता जारी रहे जेठ 14 भित्र नयाँ संविधान जारी हुन सक्ने सम्भावना त छ, तर त्यसका लागि नागरिक दबाव भने आवश्यक छ। क्यामेरा पर्सन लाला गुरुङका साथ एबीसी रिपोर्टर शारदा थापा, काठमाडौँ। हट न्यूज एक्सप्रेस।